भीमसेन थापाले मान्छे काटेर सत्तामा आथे, आखिर उनका सन्तानले जम्मै काटिए, अनि उनी आफै काट्यो, उनका सन्तान उनी काटिए। जङ्गबहादुर काटेर आए, उनका सन्तान हालत कस्तो भयो? तपाईँ पृथ्वीनारायण शाहलाई नै सोध्नु न, ल मानौ गएर तपाईँको छोराहरूको हालत के भयो भनेर सोध्यो भने मेरो बहादुर शाह काटियो भन्नु होला, मेरो नातिहरू काटिए, रणबहादुर काटियो, शेरबहादुर काटियो, होइन? तपाईँको राजा महेन्द्र यदि अहिले आएर तपाईँ ठाउँ गएर मेरो छोरा नाति के छन् सुशान्तजी भनेर सोध्नुभयो भने तपाईँको छोरा वीरेन्द्र राजा वीरेन्द्र मारिए, नाति मारियो, नातिहरू बिजोगसँग मरे, नाति नातिना सब भयो, नरमाइलो हुन्छ। तपाईँ के भने कस्तो छ भने हेर्नुहोस्, टोलरेन्ट सोसाइटी बनाउन हामीले सकेनौँ भने, युद्धमा आधारित सोसाइटी, द्वन्द्वमा आधारित सोसाइटी बनायो भने, होइन, तपाईँको छोरा नाति सबैलाई दुःखै हुने हो, होइन? त्यही भएर चाहिँ अघि मैले सुरुमा भने जस्तो त्यो जङ्गलमा भए जस्तो होमो होमिनी लुपस भन्छ कि, एउटा मान्छे अर्को मान्छेको लागि बसो अनि सोसाइटी बनाउनु हुँदैन। यसले कसैलाई पनि राम्रो गर्दैन, कसैलाई पनि राम्रो गर्दैन।